हेलो, आज हामी गरौँ कालिका मन्दिर जाँदैछौँ। आज मैले चाहिँ नि यो बोका लिएर पूजा गर्न जाँदैछु। अगाडि छोरा हिँड्दैछ र पछाडि चाहिँ नि हामीहरू र यता मुवाहरू आउँदै देखिन्छ। यता बुवाहरू भएर आज हामी पूजा गर्न जाँदैछौँ। अनि यो हाम्रो बाटोमा हाम्रो यो परापूर्वकालदेखि बन्दै भइरहेको पोखरी हो। अलि व्यवस्थित तरिकाले अहिले सिमेन्टेड बनाइएको छ र यो बाटो हुँदै हामी आज गरौँ कालिका मन्दिर हिँडिरहेको छौँ। त्यस्तै 1 घन्टा जतिमा चाहिँ नि हामी गरौँ कालिका मन्दिर पुग्नेछौँ र अबको भिडियो गरौँ कालिका मन्दिर प्रवेश गरेपछि। हाम्रो यहाँ लाली गुराँस पनि फुलेको छ, बाटोमा पर्छ ठ्याक्कै। यो चाहिँ नि हामी पहिला बच्चाको बेलामा घाँस काट्ने ठाउँ हो। अहिले पहिरोले लैदिएर यस्तो भएको छ, नत्र हामी यहाँ सानो हुँदाखेरि घाँस काट्न आउने, घाँस काट्ने, यतातिर खेल्ने ठाउँ थियो। अहिले चाहिँ नि पहिरो गएर यस्तो भएको छ। फाइनल्ली हामी गरौँ कालिका प्रवेश गरिसकेका छौँ। यो प्रवेशद्वारबाट अब चाहिँ नि हामी टक्क पाठा लिएर पूजा गर्दै फर्किनेछौँ। फाइनली गरौँ कालिका मन्दिर परिसरमा आइसकेका छौँ हामी र अब हामी एकछिनमा सबै जिम्मेवारहरू आएपछि मन्दिर पूजा गरेर निस्किने छौँ। अलिअलि घुम्छौँ यताको एरिया, मन्दिर परिसर, गरौँ कालिका मन्दिर। यो बुबाले पनि दर्शन गर्दैछ आज। गरौँ कालिका मन्दिर गरौँ कालिका मन्दिर दर्शन गरिसक्यौँ हामी। अब टिका लगाउन लागेछौँ। टिका लगाएर फेरि हामीहरू बाहिर पाठा पूजा गर्न जान्छौँ। यो चाहिँ नि गरौँ कालिका मन्दिर। देवी सर्वभूतेषु शान्तिरूपेण आरोग्यरूपेण बुद्धिरूपेण बलरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। स्वास्थ्य रहेर बसेको देख्न पाइयोस् होइन त देवी। आज पहिला देवीलाई मैले टिको लगाइदिएको यो ल। सर्वमङ्गले मङ्गले शिवे सर्वार्थ साधिके शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते। अग्रतो वर्मारूपाय मध्यतो विष्णुरूपिणे मूलतो शिवरूपाय आश्वत्थमा नमो नमः। 33 कोटी देवदेवता दाइना सुस्वास्थ्य के चिताएर आउनु भएको छ त्यो पुगोस्। नानी बाबुहरूको राम्रो प्रगति होस्। मनले चिताएको पुगेर सदा देवी साम्य शिव सदा दाइना रहनु, खुसी रहनु, शान्ति रहनु है त। दबाई खानुहुन्छ भने त्यो दिन पनि छताउँछ है देवीको कृपा। ल आउनुहोस् त को हुनुहुन्छ तपाईँको जोडी सँगै हामी। ल मम्मी, पाल्न पर्नेलाई आफूले पनि पाल्ने, छोराबुहारीलाई छन् भने तिनलाई पनि सिकाउने, बाआमा पाल्नुपर्छ यो छोराको कर्तव्य भन्ने घरमा संस्कार राखेर सुस्वास्थ्य रहेर धन्य भएर बस्न पाइयोस् है त। ल आउनुहोस् आशा गरौँ छोर माता सदा दाइना रहोस्। मान्न पर्नेलाई मान्न पाइयोस्, गुन्न पर्नेलाई गुन्न पर्नुहोस्, आफूले पनि पुजियोस्, आफूलाई पनि पुजाउन्। 33 कोटी देवदेवता दाइना रहन्, सदा सुखी सदा जीवी भएर बाँच्न पाइयोस् है त। बाँच्नु गरी ल आउनुहोस्। पर्छ है गजामाला फुल दिन्छ है। हुन्छ बहिनी आउनु। या देवी सर्वभूतेषु शान्तिरूपेण आरोग्यरूपेण बलरूपेण बुद्धिरूपेण के चिताएर आउनु भएको छ गरौँ छोर माता सदा दाइना रहन्। 33 कोटी देवदेवता दाइना रहन्, रोग व्यक्ति छोडाओस्, मनले चिताएको पुगोस्, सुख शान्ति मिलोस् है। कुनै कुराको त्यस्तो अप्ठ्यारो यो दिन पऱ्यो भन्ने दिन चाहिँ घरमा नआइपुगोस् है भाइ। के चिताएर आउनु भएको छ गरौँ छोर होइन, त्यो पुगोस्। देवी सदा दाइना रहन्, बाआमा पालेर धन्य भएर सुस्वास्थ्य रहेर बाँच्न पाइयोस् बाचन्दरी है। यो गोर्खाली यो शिर हो, कसैको सामुन्ने झुकाउनु दिन नहोस्। ओके छ यो नि त लाइन। ल दक्षिणा राख्दै तिमीले। देवी प्रपन्नार्थी हरे प्रसिद्ध माता जगतौ खिलस्य प्रसिद्ध विश्वेश्वरी विश्वम परमेश्वरी देवी। 33 कोटी देवदेवता दाइना रहन्, के चाहिँ मान्छ भन्ने त्यो पुगोस् होइन। सदा जीवी रहेर नानी बाबुहरू। फाइनली गरौँ कालिका दर्शन भइसकेको छ र म गरौँ कालिकाको हेलिप्याडमा घुमेको छ। यहाँबाट तलतिर वालिङको भ्यू र हेर्दैछु र अब यहाँबाट मैले चाहिँ हाम्रो घर पुरानो घर लाखुडाँडा पनि हजुरहरूलाई देखाउँदैछु। यहाँबाट जुम गरेर हेर्ने भने हो यो
देखिएको गाउँ चाहिँ नि हाम्रो हो, त्यसलाई भन्छ लाखु डाँडा। र यो गरौँकालिका मन्दिरको परिसर भयो। यहाँ धेरै भवनहरू बनेको छ र यो पछाडि चाहिँ हाम्रो गरौँकालिका मन्दिर। फाइनली अब गरौँकालिका मन्दिर दर्शन गरिसकेको छौँ हामीले। अब दर्शन गरिसकेपछि अब हामी फोटो खिचाएर अब चाहिँ नि हामी चाहिँ नि गाउँतिर आफ्नो घरतिर फर्किँदैछौँ। यो गरौँकालिका मन्दिर दर्शन भयो। यो गरौँकालिका मन्दिर हजुरहरू पनि आएर गरौँकालिका मन्दिर दर्शन गरेर आफ्नो मनोकाङ्क्षा पुरा हुन्छ र आनन्द लिनुहोस्, धर्म कर्ममा ध्यान दिनुहोस्। र यताबाट काफल डाँडा देखिन्छ भनेपछि एकदम राम्रो ठाउँ बनेको छ गरौँकालिका मन्दिर।